हेलो साथीहरू, नमस्कार। टसिदेले स्वागत छ हजुरलाई फेरि पनि शिल्पिन दिदीको आजको मिनी भ्लगमा। आज चाहिँ म सेल पोलेर खाने भनेर यहाँनिर पिठो कुटिराखेको छु। अनि चाल्नलाई पनि झिक्दै होइन म झिकिराखेको छु। अनि म आफै चालिराखेको छु अहिलेसम्म चाहिँ। त्यसपछि मम्मी आउनुभयो। मम्मीले पनि सहयोग गर्दै हुनुहुन्छ मलाई चाहिँ पिठो चाल्नलाई, सेल पकाउनको लागि। अनि यता मेरो बहिनी चाहिँ फुलको कलम लगाउने भनेर फुलको बिरुवा बनाएर सारिराखेको छ ऊ चाहिँ यता। अनि यता चाहिँ म चाहिँ अब चाहिँ पिठो कुटिसकेर अनि यसमा चाहिँ खस्रो पनि चाहिन्छ नि त। अनि यहाँ मिलाउँदै कुटेर अब चाहिँ मेरो यो पिठो चाहिँ रेडी हुने बेला भइसकेको छ। मैले चाहिँ ओक्लीबाट सबै यसरी निकालेँ। अनि यसरी निकालेँ है। निकालेर सबै यसरी निकालेर नाङ्लोमा थुपारेर फेरि मैले भाँडामा हालेँ। अहिले मोल्न सजिलो हुन्छ भनेर यसरी हालेँ। अनि यहाँबाट सबै घाम चाहिँ मजाले टल्केको थियो। अनि यहाँ नाङ्लोमा हालेँ यसरी। अब यो मैले यसरी सबै टकटकाएर यो भाँडोमा लगेँ। भाँडो भएछ क्या पिठो पनि फेरि साथीहरू। अनि यसरी बनाएँ। अब मैले चाहिँ यो चाहिँ भित्र लगेर अब पुरा म भित्र लगेर होइन यसलाई चाहिँ माड बनाउनु पर्ने हुन्छ मेरो काम चाहिँ। अब भित्र लगेँ। अनि भित्र लगेर चाहिँ मैले यसलाई चाहिँ अब चाहिँ मैले माड सबै कुराहरू हालेर होइन, मैले अरू केही हालिनँ, चिनी र घिउ मात्रै हालेँ। सबै कुरा लगाएर मैले चाहिँ यसलाई चाहिँ रेडी पारेँ। अब यसलाई चाहिँ यस्तरी के यस्तो बाक्लो, धेर पातलो पनि होइन धेर बाक्लो पनि होइन, मैले यसलाई चाहिँ रेडी पारिसकेँ। अनि मैले भित्र छोपिराखेर त्यसपछि म बाहिर निस्केँ। अनि बाहिर निस्केको एकजना मेरो भदा चाहिँ बिरामी भएर यहीँ परिबसेर छ। एउटा नानी गोठालो सबै आफ्नो तालमा घाममा बसिराखेको थियो। अनि अहिले चाहिँ म चाहिँ फेरि भित्र पसेँ। अनि भित्र पसेर चाहिँ अब चाहिँ मैले मेरो काम गर्नुपर्ने हुन्छ, सेल पर्ने। अरू चाहिँ यहाँ कोही मोमो बनाउँदैछन् कि साथीहरू है। यो चाहिँ खाजाको रको किमाको चाहिँ बनाएको। यता चाहिँ मैले चाहिँ रोटी पोल्ने भाँडो बसालिसकेको थियो। मेरो काम चाहिँ सेल पर्ने थियो भने अरूको काम चाहिँ मोमो बनाउने थियो। त्यसपछि यहाँ गफ गर्दै मोमो बनायो, मैले नि भिडियो बनाएँ। अनि अब चाहिँ म चाहिँ सेल पोल्नलाई छु कपालमा बाँधेर होइन, टाउको बाँधेर रेडी भएँ किनकि कपाल नझरोस् भनेर। त्यसपछि यहाँ तातिसक्यो सेल पोल्नको लागि। त्यसपछि मैले सेल घुमाएँ। यता छन् बहिनीले सेल चाहिँ निकाल्ने चाहिँ बहिनी छ यता। किनभने म एक्लैलाई गाह्रो भएर धेर गर्मी भएर मलाई चाहिँ म चाहिँ यतातिर पोल्ने, बहिनी चाहिँ निकाल्ने। अहिलेसम्म सेल चाहिँ हाम्रो राम्रै भइरहेको छ है। काँडा पनि आएको छ मजाले फुलेर मजाले फुलिरहेको छ रोटी। अनि मजाले त्यो आगो चाहिँ मजाले लगाउनुपर्छ अनि मजाले सेल फुल्छ। यता घुमायौँ सेल पोल्यौँ हामीले। त्यसपछि चाहिँ अब यहाँ निकाल्ने बहिनी नै हो अहिले पनि। निकाल्यौँ है साथीहरू है यसरी। त्यसपछि चाहिँ मलाई चाहिँ गर्मी भएर आमामा हप गर्मी भएर अनि गाउँघरमा अब चुलो हुन्छ, दाउराको युज गर्नुपर्ने हुन्छ दाउरा। अनि सेल चाहिँ यति पोलेँ मैले। अनि यहाँ हाम्रो बुहारी खाँदैछन्। यस्तो छ गाउँघरमा यहाँ पोल्ने गर्मीले हामी चाहिँ पुरा थकित छौँ। अझै त्यति बाँकी छ है। यति चाहिँ पोलिसक्यौँ। अनि अझै पोल्दैछौँ हामी चाहिँ। सेल चाहिँ मजाले सप्रेको छ। अनि अहिले चाहिँ फेरि बहिनीलाई गर्मी भयो भनेर बहिनी निस्क्यो। बुहारीले चाहिँ सेल झिक्दैछ बुहारी। म चाहिँ पुरा सेल घुमाउने चाहिँ मै छु है। सेल चाहिँ मजाले सप्रेको छ हाम्रो चाहिँ साथीहरू। अनि त्यसपछि सक्यो सेल पोलेर। त्यसपछि म बाहिर निस्किम हावा खानलाई। यति धेरै गाह्रो भयो कि चुलोनिर बस्न चाहिँ। लु साथीहरू आजको भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट गर्न नभुल्नु।